रेस्क्युअर कसरी माथि तलामा फसेको व्यक्तिसम्म रेस्क्युअर कसरी चाहिँ पुग्न सकिन्छ। आगो लागि हामीलाई यस ठाउँमा यसरी फिक्स बचाओ बचाओ अप 16 डाउन 16 डाउन 16 डाउन यो गोली में यही बैठा है 16 डाउन 16 अप 16 लिनियर बेस भनेको पिटनहरूलाई एक लाइनमा गाडेर सिधा गाडेर रोप र क्यारिबिनरको सहायताले तयार गरिएको बेसलाई लिनियर बेस भनिन्छ। यसबाट उद्धारकर्ता एङ्कर हुन सक्दछ भने आवश्यक परेमा र्यापलिङ क्लाइम्बिङ पनि यसबाट गर्न सकिन्छ। बेस रेक्ट्याङ्गुलर बेस भनेको पिटनलाई वर्गाकार रूपमा चारवटा पिटनलाई वर्गाकार रूपमा गाडेर रोप तथा क्यारिबिनरको सहायताले तयार गरिन्छ। यस बेसबाट पनि उद्धारकर्ताहरू एङ्कर हुन सक्दछ भने र्यापलिङ क्लाइम्बिङ तथा रोप रेस्क्युको कार्य गर्न सकिन्छ। डबल बोलाइन बेस यो बेसको निर्माण गर्दा पिटनहरूलाई गाडेर रोप र क्यारिबिनरको सहायताले गरिन्छ भने बेस निर्माण गर्दा डबल बोलाइन नटको प्रयोग गरिन्छ र पिटनहरूमा फिगर 8 लगाइन्छ र यो बेस चाहिँ इक्वलाइज बेस हो। यो बेस यदि एउटा पिटन खुच्क्यो भने पनि बेस पुरै भत्किँदैन, अर्को एउटाको भार अर्कोले थामेर कार्य सम्पादन गर्न सकिन्छ।